हेलो एभ्रिवान वेलकम ब्याक अगेन। सो आज चाहिँ म मामा घर अनि हाम्रो मामा घरमा चाहिँ मन्दिरमा एकदम ठुलो भजन छ के 24 घन्टाको भजन। अनि हाम्रो चैत 28 गते सुरु भएको भजन चैत 29 गतेको 12 बजे चाहिँ सकिन्छ। अनि हामी चाहिँ भोलिको तयारी के भइरहेको भनेर हेर्न गएको थियौँ। धेरै हुन्छ त्यहाँ भोलिको तयारी गर्नु पर्यो अनि टेन्ट पनि ठुलै लाउनु भयो। त्यहाँदेखि मान्छेहरू पनि धेरै आउँछन् नि त, त्यही हो। अनि हामीलाई एकदम त्यो घाममा बस्दा कस्तो झ्याउ लागेको थियो। अनि त्यसपछि हामी एक दिन डुल्यौँ है। अनि हाम्रो पछाडितिर चाहिँ हाम्रो कोको आउनु भएको रहेछ। अनि हामी एकछिन कोकोसँग मतलब म कोकोसँग एकछिन खेले भनौँ कि के भनौँ। अब त्यसपछि लास्टै झ्याउ लाग्यो हामीलाई अनि हामी पनि घरतिर लाग्यौँ। अनि यस्तै भिडियोहरूको लागि हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। बाई।